अर्को जुनी मेरो भइदेऊ, म तिमीलाई सधैँ कुरी बस्नेछु। यो जुनी त यस्तै भएर बित्दैछ, तिमीलाई सम्झिँदै, तिमीलाई मनको गहिराईमा राख्दै। जीवनले कहिलेकाहीँ हामीलाई चाहेको जस्तो बाटो देखाउँदैन रहेछ। सायद त्यसैले नै यो जुनीमा हाम्रो कथा अधुरो जस्तो लाग्छ। तर मेरो मनमा तिमीप्रतिको माया भने कहिले अधुरो छ। हरेक बिहान आँखा खुल्दा तिम्रो सम्झना आउँछ। हरेक रात निद्रामा पनि तिम्रो यादले मन भरिन्छ। कहिलेकाहीँ लाग्छ यदि समय अलि फरक हुन्थ्यो भने, परिस्थितिहरू अलि सहज हुन्थ्यो भने सायद हामी सँगै हाँसिरहेको हुन्थ्यौँ। तर जीवनले हामीलाई फरक बाटोमा हिँडायो। त्यसैले म आज पनि तिमीलाई टाढैबाट सम्झेर बस्छु, मनमा नै तिमीलाई माया गर्दै। तिमी मेरो जीवनको त्यो सुन्दर भावना हो जसलाई शब्दले पूर्ण रूपमा व्यक्त गर्न सक्दैन। तिमीलाई सम्झँदा मनमा खुसी पनि आउँछ, तर कहिलेकाहीँ एउटा मिठो पीडा पनि हुन्छ, किनकि तिमी मेरो मनको धेरै नजिक भएर पनि जीवनको बाटोमा सधैँ टाढा जस्तो लाग्छ। मलाई थाहा छैन भविष्यले के लेखेको छ, तर एउटा कुरा भने सधैँ सत्य हुनेछ, त्यो हो मेरो मनमा तिमीप्रतिको माया। यो जुनीमा हाम्रो भेट अधुरो रहे पनि मेरो मनले कहिले तिमीलाई बिर्सने छैन। म तिमीलाई सधैँ सम्मान, माया र सम्झनामा राखिरहनेछु। यदि साँच्चै अर्को जुनी हुने रहेछ भने म भगवानसँग यति प्रार्थना गर्छु, त्यो जुनीमा तिमीलाई फेरि पनि भेट्न पाऊँ। साँच्चै त्यो जुनीमा हाम्रो भेट अधुरो नरहोस्, हाम्रो माया अपुरो नहोस्। म फेरि तिमीलाई उही माया, त्यही विश्वास र त्यही साँचो दिलले अँगाल्नेछु। यदि अर्को जुनी साँच्चै हुन्छ भने म त्यही कतै तिमीलाई पर्खिरहेको हुनेछु, सायद समयको कुनै मोडमा, जहाँ हाम्रो भेट फेरि हुनेछ। त्यो भेट केवल भेट मात्र होइन, सधैँका लागि सँगै रहने सुरुवात हुनेछ। तब म तिमीलाई भन्नेछु, हेर त म त यही थिएँ, सधैँदेखि तिमीलाई पर्खिरहेको थिएँ।